Good? Good. Okay. Soup. Garlic soup. Campingमा हाम्रो मेम्बरलाई सुप यो मनासुलेको चप आइपुग्यो बेसी सर आइपुग्यो ल बेसी आइपुग्यो धारापानी आइपुग्यो है आजको दिनभरिको यात्रा चाहिँ काठमाडौँबाट धारापानीसम्म चाहिँ गरिने थियो हाम्रो जोडी पर्छ पर्दैन कुन दिउ ओके ल कालो लाग्यो अब पहुँचैदेखि आज सुर्गी खोलासम्म सेकेन्ड डे आज दिस भयो त ल Yes, we are heading to Surgi Khala today from Dharapani. त्यहाँबाट 6 बजेको हिँडेको अनि त्यहाँ फेरि त्यो चाइना मोबाइलमा गयो भने ओ दावा तल छ्याप पहिले खोज्दै छ पनि आइपुग्यो है लोकल खानुपर्छ लोकल After lunch, we are moving to Surgi Khala for overnight there. हामी आएको चाहिँ यो कुनाबाट आएको आज यो दुईटा डाँडाको बिचमा चाहिँ धारापानी बिहान हामी त्यहाँबाट हिँड्यौँ खरौँबाट जाने चाहिँ त्यता मनासुलेबाट फर्किँदा चाहिँ यो बाटो तल आउँछ हामी चाहिँ लार्गे पास गरिसकेपछि तल झर्ने बाटोबाट चाहिँ माथि मनासुले बेस क्याम्प जानेछौँ ओ पल्देन हेलो केही न केही भन न हो
जङ्गलमा हिँड्दैछ है अन्त यत्रो भ्लग बनाइरहेको छु मैले यार गोप्रोबाट। जङ्गलमा हिँड्यो अब आजको बाद सुर्की खोला। कहाँबाट आएको र आज हामी? आज हामी तल थौजेबाट आएको। थौजे। भोलि कहाँ पुग्ने अरे हामी? भोलि हामी भीमथाङ पर्सि सामा गाउँ जाउँ भनेको। लार्के पास गरेर है? हो लड्के पास गरेर सामा गाउँ जाउँ। 3 क्याम्पको बाटो पर्सि एकै दिनमा हिँड्नुपर्ने छ, त्यो पनि उल्टो बाटो। आइपुग्यो सुर्की खोला। ये आजको हाम्रो बस यही हो। गुड मर्निङ फ्रम सुर्की खोला। वेदर चाहिँ आज दामी भइरहेछ। रातो झपक्कै छ, अलिअलि घाम पनि लाग्ला जस्तो भइरहेछ। ल हाम्रो टोली पनि हिँड्दैछ अब भीमताङतिरको यात्रा सुर्की खोलाबाट। फ्रेस हावा आइरहेछ हामीमा। नयाँ बाटो बनेर छ अहिले यता चाहिँ भीमताङ जाने बाटो। भीमताङ जाँदैछौँ हामी। बाटो चाहिँ होस् राम्रो बनाएर छ, यो जङ्गलभित्र पहिलाको पुरानो बाटो चाहिँ तल रहेछ। पहिलेको पुरानो बाटो पनि हेर्नु हो, एकदमै नयाँ बाटो माथिबाट किनेर हुन्छ। सुर्की खोलाबाट 1.5 घन्टा हिँडेपछि अब यहाँ भैँसी खर्क आइपुग्न लाग्यो। दामी छ यो। मनसुनमा ट्रेकिङ गऱ्यो भने चाहिँ यस्तो हरियाली जङ्गलभित्र चौरभित्र मजाले हिँड्न पाउने रहेछ। थाकिरहेछ लास्टै। यस यो ठाउँ हो याखर्क आइपुग्यो। अब यहाँ जापान खाएर उकालो लाउँछौँ हामी लन्चमा भीमताङ पुग्ने हो। के रहेछ यो? ल सुलो बेस क्याम्प जाने बाटो पनि रहेछ। यो अब भीमताङ पुग्न लाग्यो। यो चाहिँ भीमताङ मनाङ जिल्लाको सबभन्दा लास्ट होटल भएको ठाउँ लार्के पास। मनासुलु सर्किट ट्र्याकबाट लार्के पास गरिसकेपछि चाहिँ धर्मशालाबाट चाहिँ लार्के पास गरेर यहीँ आइपुग्छ। साँच्चै स्वर्गको एक टुक्रा जस्तै छ यो ठाउँ चाहिँ। यस भीमताङ। हेलो गुड मर्निङ फ्रम भीमताङ है त। आज चाहिँ हामी 4 बजे उठ्यौँ भीमताङमा। आज चाहिँ हिँड्नुपर्ने छ लगभग 30-35 किलोमिटर। भीमताङबाट लार्के पास गरेर वहाँ सामागाउँ पुग्नुपर्ने छ। लगभग यहाँबाट 1450 अल्टिट्युड
हामी क्लाइम्ब गरेर त्यस्तै 1450 नै डिसेन्ड गर्छौँ त्यहाँबाट। उज्यालो भयो है, उज्यालो भयो ल। हिँड पनि देख्न थाल्यो। मिठो फ्रेस हावा आइरहेछ, मिठो फ्रेस। जताततै हरियो। पाँच बज्यो भर्खर हामी हिँड्दैछौँ। अनि चाहिँ दामी उज्यालो भयो। हामी यहाँको भिन्ताङ तलबाट छ, सनराइज भइरहेछ त्यता। हाम्रो साथीहरू आउँदैछ यहाँ तलतिर। ओके, अब केही समयमा हामी फेरि पुग्छौँ। लार्की बास चाहिँ दुईवटा भन्छङको बिचमा छ। यस वेदर चाहिँ दामी छ। अहिले बिहान एकदम क्लिन छ। अहिले 10-12 बजे पछाडि चाहिँ हुनसक्छ वेदर अलि खतम हुनसक्छ। दामी भ्यू आयो, दामी भ्यू। ना सिनेमेटिक में फेरि यहाँ पनि बिमा यहाँ जस्तो फेरि आइपुग्यो। फेरि खाजा पानी हुँदैछ, खाजा पानी। लार्की फेरि पुग्यो। एकदम चिसो छ। जापानिज तपाईँहरूले खाजा खाएर चाहिँ अनि यो पास गर्नुपर्छ, उकालो जानुपर्छ। मेरो नाम पार्ने शेर्पा। चस्मे भाइ धन्यवाद। चस्मे भाइ मनसले कतिचोटि चढ्यो मनसले पर एकचोटि चढ्यो, अब यसपालि चाहिँ दुईचोटि हुन्छ। फेरिबाट हिँड्यो। दामी घाम लाग्यो। लास्ट इयर आउँदाखेरि पानी परेको थियो यहाँतिर। यसपालि चाहिँ घाम लागिरहेछ। हामी सब लार्की पास पुग्न लाग्यो। सो लार्की बास पुग्यो। लार्की पास आइपुग्यो। फोटो चाहिँ खिचौँ। लार्की पास हुन चाहिँ 6 मिटर मात्र रहेछ। लार्की पासमा है, हामी चाहिँ लार्की पासमा। ताल यस्तो दामी छ प्लेनर। आकाशे तालको छेउमा हिँड्दैछौँ। धर्मशाला आइपुग्यो है, धर्मशाला। यो चाहिँ टिकटबाट आउने बेला खोला, टिकटबाट आउने खोला हो चाहिँ। अघि साम्दो पुग्न लाग्यो हामी। Santo Village. साथीहरु गयो अगाडि। यहाँ चाहिँ
अँ सामागाउँबाट बेस क्याम्प प्रस्थान। अब हामी माथि नै गएर क्याम्पहरू सेटअप गरेर बेस क्याम्पको सबै बन्दोबस्त मिलाउँछौँ। बेस क्याम्प सेटअप भइसक्यो त्यहाँदेखि अब माथिको प्लानहरू सुरु हुन्छ है त। यता चाहिँ साम्तो धर्मशाला दार्चुला बाटो। अब हामी चाहिँ जाने यता हो मनासुली बेस क्याम्प। मनासुली चाहिँ अहिले यहाँ हो, बादल लागेर अहिले राम्रो देखिरहेको छैन। सिँढी नै सिँढी छ, बाटो कालो। हामी हिँड्दैछौँ मनासुलीको बेस क्याम्प। बेस क्याम्पदेखि माथिको भिडियो क्लिपहरू चाहिँ अब दामी हुनेवाला छ। On the way to Manaslu Base Camp, you can see wonderful view. Yes. पछाडि देखेको चाहिँ वीरेन्द्र ताल, दामी भ्यू देखिरहेको छ। आज चाहिँ हामी बेस क्याम्प गएर सामागाउँ फर्किने हो। यसो माथि बेस क्याम्प के रहेछ यसो चेकअप गरेर आउनु पर्यो। अब यो टी सपमा खाजासाजा खाएर हामी बेस क्याम्पतिर लाग्दैछौँ। यस सर्कट बाटो हिँड्दैछ हामी चाहिँ। मनासुली बेस क्याम्प यो डाँडाको पछाडि अझै हिँड्नुपर्छ 1.5 घन्टा जति।
जाँदैछ हाम्रो साथीहरू। हाम्रो भारी बोक्नेहरू चाहिँ गइसक्यो अगाडि। हिँड ल यो बहिनीलाई चाहिँ भिडियो गर्नु पर्यो। Welcome to Manaslu Base Camp. To enter to Manaslu Base Camp. This is Manaslu Base Camp हो। अहिले पुरै खाली छ। अबको हप्ता दिनमा यो बेस क्याम्प चाहिँ पुरै टेन्टहरूले भरिने छ। यो हाम्रो शेर्पा किचन, शेर्पा डाइनिङ, खाजाहरू। खाजा टाइम हाम्रो। यो चाहिँ काइटोको किचन। यो चाहिँ स्टोर, काइटोको स्टोर है। यो चाहिँ स्टोर रुम यस्तो हुन्छ है हाम्रो एक्सपिडिसनको स्टोर रुम चाहिँ। गुड मर्निङ फ्रम मनासलु बेस क्याम्प। आज चाहिँ हाम्रो मेमोरी डेनको सेटअप हुनेछ। आज हाम्रो यात्रा चाहिँ क्याम्पनसम्म। क्याम्पनमा चाहिँ केही ट्रेनहरू स्टप गरेर चाहिँ फर्किनेछौँ है हामी बेस क्याम्पतिर। क्राम्बन पनि आइपुग्यो। अब यहाँबाट क्राम्बन लाएर क्याम्पनतिर अगाडि त जानै पर्यो नि।
सेलाके भयो हेलो क्याम्पन पोइन्ट क्राम्बन पनि आइपुगेँ बल्ल बल्ल अब लाग्यो क्राम्बन पोइन्टबाट उकालो क्यामनतिर वेदर पनि ठिकै छ आज फर्स्टै भएर अलि हिँड्न गाह्रो भइरहेछ हाम्रो क्याम्पन चाहिँ अब यहीँ हो आधा घन्टा जति लाग्छ होला त्यहाँसम्म पुग्न थामिरहेछ यस यो चाहिँ नाइके पिक हो हाम्रो साथीहरू आउँदैछ तलबाट कोही गणेश हिमाल रेन्जहरू पनि पुरै देख्छ तर अहिले क्लाउडी छ वेदर चाहिँ अलिअलि घाम लागिरहेछ मनसले त्यही हो पुरै बाटोले केही देखिरहेको छैन क्यामन पुग्ने बेला भयो क्यामन पुग्ने बेला भयो आज फर्स्टै अब केही ट्रेनहरू चाहिँ यहाँ क्यामनमा छोडेर बेस क्याम्पमै फर्किने हो अब यसरी नै जारी हुन्छ हाम्रो मनसले एक्सपिडिसनको यात्रा चाहिँ अब फेरि केही सामानहरू एक दिन रेस्ट गरेर अर्को दिन फेरि ट्रेनहरू अक्सिजनहरू ल्याएर फेरि माथि क्याम्प 1 क्याम्प 2 पुर्याउने अनि तल बेस क्याम्प झर्ने त्यसरी हुन्छ यो चाहिँ हाम्रो मनसलु क्याम्प 1 आइपुग्यो कता राखेँ त क्याम्प 1 आइपुग्यो आएमा थाक्यो है जय भयो वेदर राम्रो भयो आज हामीले हो फेरि हिँड्दा पनि फेरि कतै क्यामनबाट फर्क्यो फर्क्यो